हेलो गाइज, आज हामीहरू सैलुङ हिँडेको बिहान कति बजी हिँड्यो हामी साथीहरू? हामी 7 बजी भित्र हिँडिसकेको। बिहान हामी 7 बजी भन्दा अगाडि चाहिँ निस्क्यो होइन? लगभग हामी दिदीको पसलबाट दिदीको पसलमा चिया खायौँ। त्यहाँदेखि हामी लगभग 6:30 बजीतिर निस्केका थियौँ। 6:30 बजी निस्केर अहिले अराउन्ड हामी लगभग हाम्रो कति घन्टा पुग्यो राजा? हाम्रो 7-8 घन्टा। कस्तो 7-8 घन्टा बढी भइसक्यो होला। हामी लगभग अराउन्ड चाहिँ 8 घन्टा जति हिँडिसक्यो। अझै पनि हामी आफ्नो डेस्टिनेसन डेस्टिनेसन भन्छ हाम्रो पिकमा चाहिँ हामी पुगेको छैनौँ। अघिको मान्छेले त्यही पनि हिँड्दैछौँ। ठाउँ छैन भन्थ्यो यहाँ हेर्दा। उसले चाहिँ आफ्नो कमाइ हुन्छ भनेर हो नि त। सबैले आफ्नो कमाइको मतलब हो नि त राजा होइन? 2500 कमायो नि त। हामी अनि 1720 रुपियाँ 1720 रुपियाँ तिर्यौँ। बिहानदेखि हिँडेर हामी बाइकमा लगभग हामी बाइकमा हामी कति हिँड्यो बाबु? हामी त बाइकमा कन्टिन्यू 8 घन्टा भन्यो। 8 घन्टा जति। खै एकजना मान्छे फ्रेममा आएन कि को हो यो? को फ्रेममै नआउने? आज लगभग हामी 8 घन्टा जति बाइकमा हिँडेर फेरि हिँड्दैछौँ। हाम्रो हाइक छ। हाइकमा अब हामी हिँड्दै टक्क गइरहेछौँ। अब हेरौँ कति टाइम लाग्छ यहाँदेखि। जे होस् आजको एडभेन्चर एकदम रमाइलो भयो। रमाइलोसँगै हिँडिरहेछौँ साथीभाइहरू। ऊ चाहिँ हाम्रो लगभग धेरै पहिल्यैदेखिको साथी हो। साथी त यो होइन तर पनि मेरो जिग्री हो नि त। हामी भेटेर आज यसो टक्क घुमिदिएको। अब हिँड्दैछौँ। अब कति टाइम लाग्छ यहाँदेखि यसो हिँड्दै धेरै त्यही 5 किलोमिटर जति होला। 5 किलोमिटर हिँड्यौँ। धेरै छैन। थोत्रै पानी पनि परिरहेको थोत्रै पानी पनि परिरहेको छ। तर जियोस् रमाइलो भएको छ नि त गाइज? हो रमाइलो भएको छैन? सर रमाइलो भएको छैन? झ्यापमा छन्। रमाइलो भएको छ। यतिको चाहिँ जिन्दगीमा रमाइलो चाहिँ गर्नुपर्छ केटा हो होइन? अब भोलिको दिनमा मरेर नै जानु छ। त्यही भएर साथीभाइ मौका मिलेपछि यसो घुम्न के हुन्छ कस्तो हुन्छ चलिदिनुपर्छ। चलेर पुग्यौँ। त्यही हो। अब बाँकी यस्तै हो। हेर्नु त हामी टक्क अब यहाँबाट गेटबाट इन्ट्री गर्छौँ। टिकट काटौँ। इन्ट्री गर्ने टिकट लिनुपर्छ। टिकट लिँदैछौँ। कतिजना चाहिँ हामी 4 जना हिँड्दा 4 जनाको टिकट लिँदैछौँ। टिकट लिएर टक्क अब हामी आज काटेर हाम्रो भोलिसम्मलाई भयो। ए ढुक्क आज काट्यो भने हामी चाहिँ हामीलाई भोलिसम्मको लागि भयो भन्नुभएको छ हाम्रो साथीहरू। तर आज हामी चाहिँ हाम्रो यस्तो नि त फेरि आज लगभग हामी यहाँ 7-8 बजीसम्म बस्छौँ होइन त राजा? 7-8 बजीसम्म बसेर त्यहाँपछि चाहिँ भाइ तिमी के भन्न चाहन्छौ त आजको टक्क ट्रिपहरूको बारेमा हामी के भन्न चाहन्छौ? म के भन्न चाहन्छु भने यसो ट्रेकिङ जाने अनि एडभेन्चर मन पराउनेहरू चाहिँ सैलुङतिर घुम्न आउनु होला भन्छु। अरू त के भन्ने हो र? हामीले चाहिँ भरपुर इन्जोय गऱ्यौँ। त्यही हो। तपाईँ के भन्न चाहनुहुन्छ? 2-4 कुरा तपाईँ भनिदिनु न। केही पनि भन्दैन। ग्रेड वाला त्यस्तो हुँदैन के 2-4 कुरा भनिदिनु न। हे यत्रो घुम्न आयो 2-4 कुरा भनिदिनु न। सबै हेर्नुहुन्छ अनि हेरेपछि 2-4 कुरा भनिदिनु। माथि देखेर सब थाहा भइहाल्छ। थाहा भन्दा नि मतलब यो अहिलेसम्म जो हामी आयो यहाँ जोर्नी बिहानदेखि हामी 6-5 बजीदेखि हिँडेको मान्छे होइन? त्यो बिचमा तपाईँलाई के कस्तो लाग्यो? रमाइलो लाग्यो कि अलि नरमाइलो लाग्यो के कस्तो भयो त्यो भनिदिनु पर्यो। कस्तो नरमाइलो लाउने हो घुम्न आयो भने राम्रो भएछ। मलाई मात्रै देखाले नदेख रमाइलो भयो। बाबु तिमी के भन्न चाहन्छौ? म भन्न चाहन्छु औकात देखायो हामी चाहिँ त्यो यहाँ घुम्न छौँ। यहाँ छ कि राखेको हामी घुम्न छौँ होइन? आज एडभेन्चर हाम्रो एकदमै वी आर ह्याप्पी एन्ड वी इन्जोय इट। अनि हामी अहिले डेस्टिनेसनमा पुगेका छैनौँ। सो हामी डेस्टिनेसनमा पुगिसकेपछि फेरि हामी हामी फेरि राजधानीमा जानेछौँ। हामीहरू चाहिँ होइन 4 जना चाहिँ आएको हो साथीहरू। उहाँ चाहिँ मेरो काका, ऊ चाहिँ मेरो भाइ, ऊ चाहिँ मेरो भतिज अनि साथी पनि हो। सँगै पढेको हामीहरू। ऊ पनि मेरो भाइ सँगै पढेको। बाबु तिमी होइन के भन्न चाहन्छौ? भन्दै हिँड्दै गरौँ न, हिँड्दै भन्दै गरौँ। म चाहिँ आज सैलुङमा मेरो आज फर्स्ट टाइम हो होइन? अनि एकदमै रमाइलो भइरहेछ। पानी नि परिरहेछ।
सो एकदमै इन्जोय गरिरहेछन् लेट्स होप अब लाई लाई लौ सुना 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 लौ सुना सुना है के नै छ यो पहाडमा दुःख अब त्यहाँको भ्यू पोइन्टमा पुगिसकेपछि कस्तो हुन्छ अहिले चाहिँ एकदमै रमाइलो भइरहेछ रमाइलो भएको छैन त एकदम त्यस्तो यहाँ आएर त्यो रिग्रेट सिग्रेट फिल त भएको छैन कस्तो रिग्रेट हुने हो यार रिग्रेट जिरो रिग्रेट ओके आई इन्जोयड सबै आएर यसो रमाइलो गरिदिनु होला भन्ने चाहिँ चाहे ठिक छ घुम्नुपर्छ यति दुईजना हाम्रो माथि पुगिसक्यो होइन 4 देखि आयो नि त हामीहरू 4 देखि 10 सम्म सँगै पढेको 4 देखि 10 सम्म सँगै पढ्यौँ भन्दा नि फर्स्ट इयर सेकेन्ड न ब्याचलरसम्म सँगै पढेको 4 देखि 10 सँगै पढ्यौँ त्यहाँदेखि ऊ चाहिँ अर्को ठाउँमा कलेज जोइन गर्यो त्यहाँपछि म त्यहाँपछि फेरि ऊ र म एक्चुली फेरि सँगै भयौँ होइन त राजा एकदम हामी फेरि 1 इयर जति लगभग एउटै कलेजमा सँगै पढ्यौँ अब त्यहाँदेखि म चाहिँ अब यताउता अब त्यही हो नि त फ्यामिली प्रब्लमहरू भएर चाहिँ विदेश हिँड्ने भनेर काठमाडौँतिर झरेँ झरेपछि त्यही हो गर्न केही सकिएन ट्राई चाहिँ धेरै गरियो लाइक ठिक छ अब गर्न सकेपछि गरौँला नभएपछि के छ र मरिलानु के छ जिन्दगीमा गर्न सक्ने जति गर्ने नै हो हामीले पनि हामीले तपाईँहरूको सबैको त्यही हो मिडल क्लासहरूको यही हो के 2 पैसा कमाउने भन्ने सोच चाहिँ सबको हुन्छ तर एक्चुअली भन्दाखेरि चाहिँ अब सबैको कस्तो हुन्छ भने तपाईँहरू कसैको चाहिँ यो सोच चाहिँ कम्प्लिट हुन्छ कसैको चाहिँ त्यो सोच चाहिँ सोच विस्मित भइदिन्छ क्या अब त्यो कुराहरू चाहिँ यस्तै हो सबैको पुरा हुन्छ इट्स टेक्स टाइम होइन पेसेन्स राख्नुपर्छ आफै हुन्छ ठिक छ गाइज टु बिलिभ हामी चाहिँ गड्स प्लान बेबी ओके ब्रो हामी चाहिँ चाइनाको चाहिँ ग्रेट वाल भने जस्तै हाम्रो नेपालको चाहिँ मिनी ग्रेट वाल सैलुङमा छौँ हामी एक दिन चढी जानु छ रुवाउँदै सबको मन एक दिन चढी जानु छ रुवाउँदै सबको मन लाई लाई लौ सुना 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 लौ सुना सुना है के नै छ यो पहाडमा दुःख बाहेक जन एक दिन चढी जानु छ रुवाउँदै सबको मन लौ सुना सुना है के नै छ यो पहाडमा दुःख बाहेक जन एक दिन चढी जानु छ रुवाउँदै सबको मन सबलाई बिदा दिँदै रुवाउँदै सबको मन साथीभाइ आँसु झर्छन् रुवाउँदै सबको मन के नै छ यो जीवनमा दुःख बाहेक जन लौ सुना 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 लौ सुना सुना है लाई लाई लौ सुना 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 लौ सुना सुना है त्यो चाहिँ अझै कम भएको छैन हामी हिँडिरहेको छौँ लगभग हामीदेखि एकदम रमाइलो भइरहेछ हेर्नु त साथीहरू हिँडिरहेछन् रेनकोट बोकिरहेको छन् पानी परेको छ एकदम रमाइलो मौसम पनि त्यस्तै रमाइलो छ एकदम बवाल तपाईँहरू पनि यो ठाउँहरू चाहिँ एक्सप्लोर गर्नु भन्छु म त होइन जिन्दगीमा केही छैन भोलि नै मर्नु छ कमाउनु छ ठिक छ कमाउनु पर्छ कमाउने भनेको जिन्दगीमा सबभन्दा ठुलो कुरा हो पैसा छ सब थोक छ भन्छ होइन ठिक छ ओके कमाउने रमाउने तर यस्तो ठाउँहरू चाहिँ एक्सप्लोर गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ लाई लाई लौ सुना 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 लौ सुना सुना है के नै छ यो पहाडमा दुःख बाहेक जन एक दिन चढी जानु छ रुवाउँदै सबको मन क्या बवाल देखिरहेको छ त यतिको भ्यूहरू चाहिँ तपाईँले एक्सप्लोर गर्नुपर्छ है जिन्दगीमा जे जस्तो भयो भने उहाँहरू पनि टक्क घुम्न आउनु भएको छ अब यस्तै हो एक्सप्लोर त गर्नु पऱ्यो नि त जिन्दगी भनेको के त यही हो नि भोलि मरिजानु छ अब तपाईँहरूले एक्सप्लोर गर्नु पऱ्यो ठाउँहरू हेर्नु पऱ्यो होइन मतलब के छ जिन्दगीमा घुम्ने रमाइलो गर्ने साथीहरू बनाउने यही हो जिन्दगी टक्क घुम्ने यस्तो हेर्नु त दामी छ है दामी भ्यू चाहिँ दामी छ यतिको हेर्नु पऱ्यो भ्यू चाहिँ दामी छ
त्यही भन्न चाह्यो तपाईँहरू पनि यसो हेर्नु भयो यता चाहिँ आएर भिजिट गरिदिनु हेर्नु त कस्तो बवाल भ्यू आइरहेको छ फर्कियो बवाल छ है भ्यू फर्के ओके हामी त फेरि सुदूरपश्चिमबाट है राजा राजा हामी कहाँबाट भन्नु त डोटीबाट सिधै सुदूरपश्चिम डोटीबाट केसिङ गाउँपालिका गाउँपालिका वार्ड नम्बर 5 राणा गाउँ बुहार गाउँ टोल है हाम्रो त्यहाँदेखि पूर्वको ठाउँमा आएर चाहिँ हामीले एक्सप्लोर गरेर आएको छौँ भनेपछि तपाईँ यदि नजिक हुनुहुन्छ नि कृपया यता आएर एकदम एक्सप्लोरहरू चाहिँ गरिदिनु होला भन्न चाहे एकदम ठिक छ है हेर्नु न अलिक थोरै पानी ठिक छ होइन त रमाइलो भइरहेछ होइन त बब्बाल होइन स्पाइडरम्यान एकदम रमाइलो भइरहेछ अब त्यही हो के गर्नु होइन सबै रमाइलो गर्न आउँछ उहाँहरू पनि हेर्नु त टक्क हेरेर आउनु भएको छ तपाईँहरू पनि यसो आउनुलाई ठाउँ चाहिँ एक्सप्लोर गर्नै पर्ने भएको छ कि गर्नै पर्ने जस्तो छ कि तपाईँहरू पनि एकदम एक्साइटेड भएर आउनु ल यति चाहिँ भन्न चाहन्छु म के भन्न चाहन्छु म चाहिँ एकचोटि घुम्नै ठाउँ हो होइन यहाँ घुम्न आउनै पर्छ कि एक दिन टाइममा होइन अल अफ पुरै काठमाडौँदेखि लिएर दोर्खासम्मको बाटो बिच बाटोको सबै ठाउँहरू सुकुटी बिच आउँछ है तल के अरे दोलाल घाट आउँछ होइन सबै ठाउँहरू आउँछ सबै ठाउँ एक्सप्लोर गर्न मिल्छ है एकै दिन रमाइलो छ भने त हाम्रो ट्रेकहरू पनि रमाइलो छ एकदम बबाल ठाउँ पनि यस्तो बवाल कि कसम के भन्ने मैले ठाउँ हेरेर नै तपाईँ मोहित हुनुहुन्छ क्या यस्तो ठाउँ कि सक्छ है यतातिर अब ग्रेट वाल चाहिँ छ हाम्रो चाहिँ मिनी ग्रेट वाल भन्ने सैलुङ भनिन्छ तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ एकछिन केही कुराहरू यसो हाम्रो तपाईँको रमाइलो छ चाइना बोर्डर पनि नजिकै हो है यहाँबाट धेरै छैन 35 किलोमिटर जस्तो छ तातो पानी हुँदै चाइना बोर्डर जाने हो अहिले चाहिँ बाटो बिग्रिरा भएर हामीले चाहिँ जान भएनौँ आज हामी जाने थियौँ बाटो बिच बाटोबाट फर्किनु पर्यो होइन बाटो चाहिँ अलि नराम्रो रहेछ अफरोड पनि रहेछ प्लस बिग्रिरहेको रहेछ अहिले अब नेक्स्ट टाइम हाम्रो नि टार्गेट छ फेरि त्यता है अब हाम्रो नेक्स्ट टाइमको टार्गेट भनेको चाहिँ सिधै तातो पानी हो नि त राजा चाइना बोर्डर हामी तातो पानी जानेछौँ त्यहाँको पनि हजुरहरूलाई अपडेट के छ कस्तो छ होइन घुम्ने कति बेला जाने के छ बाटो अवस्थाहरू सबै एकदम तपाईँहरूलाई पुरै चाहिँ इन्फर्मेसन हुनेछ त्यही हो घुम्नुपर्छ जिन्दगीमा इन्जोय अलिअलि त्यस्तै कस्तो भइरहेछ हाम्रो ट्रेकिङ आज मैले पनि भइरहेछ गाह्रो नि भइरहेछ म भन्छु होइन तराईको मान्छे यहाँ केही भएको छैन यहाँ 1 वर्ष तराई बसेर एउटा केटा थियो त्यो चिसो ठाउँमा आएर लेग लाग्छ भनेर ठुलो कुरा गरिरहेछ 6 वर्ष तराई बसेको फर्काउँदाखेरि नफर्काउने विचार हो यहीँ गाई भानिदिनु पर्छ पुरेर लानुपर्छ जानुपर्छ बाटो चाहिँ है बाटो बबाल हो कि यो तपाईँको ढुङ्गाले पाटेर बनाएको छ एकदम बबाल थका लागेर टक्क एकछिन रेस्ट गरेर चाहिँ माथि चढ्ने भनेर हामी चाहिँ यहाँ बसिरहेको छौँ दुईजना यहाँ छ अनि एकजना साथ चाहिँ मेरो यहाँ बसिरहेको छ साथै होइन हामी यत्रो हिँडिसक्यौँ बाँकी चाहिँ के भन्न चाहन्छ हामी धेरै होइन तल बाइक पार्किङ गरेर आयौँ त्यहाँबाट धेरै हिँडेको छैनौँ लगभग कति भयो 12 होइन 16 मिनट जस्तो भयो अब 16 मिनटमा भन्यो भनेको यही हो केटाहरू सबै थकित भइसक्यो माथि जान्छ एकछिनमा पानी नि पऱ्यो एकछिन त्यहाँ बस्यो हजुर रमाइलो भइरहेछ रमाइलो छ नि त अलगै पारो छ साथी मेरो
दुईजना चाहिँ उता बसिरहेको छ रमाइलो भएको छ जे होस् त्यही हो हजुर एकदम एकदम जाँदा मजाले तपाईँ माथि पुगेर आउनुभयो र कति टाइम लाग्छ यहाँदेखि अब माथि जान बस त्यति हो कस्तो छ ठाउँ माथि माथिको ठाउँ चाहिँ कस्तो छ रमाइलो चाहिँ एकदम बवाल हो ल उहाँ चाहिँ गएर आइसक्नु भएको छ उहाँले चाहिँ बवाल हुन्छ अब हामी गर्नु जाँदैछौँ होइन हामी त बिहान 6 बजी निस्क्यो काठमाडौँदेखि भक्तपुर लोकनथली हजुर तपाईँ त्यहीबाट आउनु भएको कति बजी आउनु भएको तपाईँहरू चाहिँ हो र ठ्याक ठ्याक सेम टाइममा हिँड्नु भयो सेम टाइममा तर हामी चाहिँ यता आउने भनेर चाहिँ उता तालबान जानेतिर हिँड्दैछौँ कि अगाडि ल है धन्यवाद बाटोहरू चाहिँ यस्तो छ है हिलो भएको चाहिँ बाटोहरू छ त्यही हो पानी परेर तर जेसुकै भयो भने ठाउँ चाहिँ एकदम रहेछ बाटोमा तपाईँ यस्तो बस्ने ठाउँहरू पनि तपाईँ थका लाग्यो भने टक्क बस्ने यो चाहिँ हेर्नु त एकदम राम्रो यो हेर्नु त एकदम यो चाहिँ हजुर यता आउनुहुन्छ केही खानुहुन्छ भने एकदम जिम्मेवार नागरिक भएर चाहिँ यहाँ टक्क फोहोरहरू चाहिँ कलेक्सन गरिदिनु होला यहाँ चाहिँ सैलुङ भनेको छ अनि महादेव गुफा जानुहुन्छ तपाईँले लेफ्टपट्टि जानु होला सैलुङ जाँदै राइट हामी चाहिँ सैलुङ गएर आऊ त्यही भएर हामी चाहिँ राइटतिर लाग्छौँ एकदम बाटो चाहिँ बवा छ है अब कहीँ चाहिँ तपाईँको यो पानी परेर हिलो भएको छ लगभग हामी चाहिँ आइपुग्न लाग्यौँ यही हो कस्तो बवा घन्टाको हाम्रो स्ट्रगल पछि चाहिँ यत्रो टाइम पछि हामी यहाँ पुग्यौँ होइन तिमी के भन्न चाहन्छौ राजा स्टेसन भन्दा पनि बबाल छ क्या यति चाहिँ हामीले सोचेर आएको थिएनौँ तर सही छ गाइज हामी यस्तो दौडिँदैछौँ पानी यस्तो वाइल्ड पावर थियो नि फेरि आमा हेर्नु त हामी चाहिँ टक्क अब दौडेर तलतिर जाने उसमा छौँ पानी चाहिँ वाइल्ड परिसक्यो बबाल चाहिँ क्यामेरा चाहिँ हल्लेछ मेरो तर पनि ठिक छ यस्तो बबाल पानी पऱ्यो एकैछिनमा है आमा पानी चाहिँ बबालै परिदियो गाइज हामी जाँदैछौँ बवाल पऱ्यो पानी ठिक छ त्यही छैन पानीको एकदम बवाल किन तेरो टाउको काटिरहेछ हो र पानी बवाल पऱ्यो बवालै पानी पऱ्यो गाइज हामी जाँदैछौँ अब चाहिँ मेरो अब त्यस्तै छ देखाउनु जस्तो ध्यान हुँदैन यो पानी चाहिँ परेर हामी पुरै पानी रोक्ने ठाउँमा आएको छौँ पानी पऱ्यो चक्का चक्को फेरि
अझै हाम्रो त्यो माथिको डाँडाहरू त चढ्न बाँकी छ त्यहाँको डाँडाहरू त चढ्छ हामी चढेर चाहिँ तपाईँहरूलाई सब देखाउँछौँ साथीहरू चाहिँ हामी सबजना यहाँ बसिरहेको छौँ पानी परेर अब एकछिनमा चाहिँ यहाँबाट निस्केर टक्क पानी परेर हुन्छ भनेर यो सबै ठाउँ ठाउँमा राखिदिएको छ होइन ठाउँ ठाउँ सब प्रत्येक डाँडामा राखिदिएको छ एउटा एउटा राम्रो देखिरहेको छ हामी त्यो माथि जानुपर्छ होइन अलरेडी मान्छेहरू पनि छ त्यहाँ छ होइन पाटनहरू धेरै छ यता होइन सानो सानो पाटनहरू सबै पाटनहरू एक्सप्लोर गरेर मात्रै जाने हाम्रो प्लान छ आज होइन बरु 8 बजी नै त्यही बजोस् होइन तल ढोकासम्म तल पुगिसकेपछि हामीसँग बाइक छ हामीहरू एकैचोटि पुगिहाल्छौँ सिलिगुडीमा अरू त्यस्तै छ ठाउँ चाहिँ भयो है त्यहाँ उहाँ पारेको डाँडा चाहिँ पुग्ने हाम्रो लक्ष्य छ अब हेरौँ के कति भ्याइन्छ सकेसम्म हामी त्यहीँ पुग्ने हाम्रो चाहिँ लास्ट त्यहीँ पुग्ने विचार हो पुग्यो भने ठिक छ तपाईँहरूले पनि देखाइहाल्छ पुग्यो भने पुग्यो भने ठिक छ जहाँसम्म पुग्यो हामी त्यहाँसम्म मात्रै जानेछौँ लास्टको डाँडासम्म चाहिँ जाने हाम्रो प्लान हो जसरी हेर्नु त यो भ्यूको अगाडि होइन पानी बन्द पानी बन्द पानी पानी पनि किनारा छैन